यदि तपाईले फेसबुकबाट रिल वा भिडियो डाउनलोड गर्न सिक्न चाहनुहुन्छ, यदि सिक्न चाहनुहुन्छ भने हाम्रो यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। अब लागौं मोबाइलको स्क्रिनतर्फ। सबभन्दा पहिले तपाईले आफ्नो फेसबुक ओपन गर्नुहोस्। फेसबुक ओपन गरिसकेपछि भिडियो सेक्सनमा जानुहोस्। भिडियो सेक्सनमा आइसकेपछि अब तपाईलाई मन पर्ने रिल तपाईले छानेर डाउनलोड गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले जुन भिडियो डाउनलोड गर्न चाहनुहुन्छ त्यसको साइडमा रहेको 3 डटमा क्लिक गर्नुहोस्। 3 डटमा क्लिक गरिसकेपछि अलिकति तल कपी लिंक देख्न सक्नुहुन्छ। जुन भिडियो तपाईले डाउनलोड गर्न चाहनुहुन्छ त्यो भिडियोलाई तपाईले कपी गर्नुहोस्। कपीमा क्लिक गरिसकेपछि तपाईको भिडियो कपी भइसकेको छ। अब तपाईले आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजर ओपन गर्नुहोस्। क्रोम ब्राउजर ओपन गरिसकेपछि सर्च बारमा गएर तपाईले फेसबुक भिडियो डाउनलोडर सर्च गर्नुहोस्। देख्न सक्नुहुन्छ मेरो मोबाइलमा टपमा आइसकेको छ। अब यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईको मोबाइलमा फेसबुक भिडियो डाउनलोडरको वेबसाइट आइसकेको छ। अब यो वेबसाइटमा तपाईले क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि अब तपाईले जुन भिडियोको लिंक तपाईले कपी गर्नुभएको थियो त्यो लिंकलाई यहाँ पेस्ट गरिदिनुहोस्। पेस्ट गरिसकेपछि साइडमा रहेको डाउनलोडमा क्लिक गर्नुहोस्। अब डाउनलोडमा क्लिक गरिसकेपछि तपाईको मोबाइलमा यस्तो इन्टरफेस खुल्छ। अब दुईवटा अप्सन तपाईले देख्न सक्नुहुन्छ। एउटा डाउनलोड भिडियो इन नर्मल क्वालिटी र अर्को डाउनलोड भिडियो इन एचडी क्वालिटी। अब हामीलाई चाहिएको एचडी क्वालिटीमा हो, त्यसैले हामीले एचडी क्वालिटीलाई क्लिक गर्छौं। एचडी क्वालिटीमा क्लिक गरिसकेपछि अब तपाईले यो भिडियोलाई डाउनलोड गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले डाउनलोडमा क्लिक गर्नुहोस्। देख्न सक्नुहुन्छ साथीहरु, तपाईको भिडियो डाउनलोड भइसकेको छ। अब तपाईले आफ्नो मोबाइलको ग्यालेरी ओपन गर्नुहोस्। ग्यालेरी ओपन गरिसकेपछि तपाईको जुन भिडियो तपाईले डाउनलोड गर्नुभएको थियो त्यो भिडियो तपाईको मोबाइलको ग्यालेरीमा आएर सेभ भइसकेको छ। देख्न सक्नुहुन्छ जुन भिडियो तपाईले जुन रिल डाउनलोड गर्नुभएको थियो त्यो रिल तपाईको मोबाइलको ग्यालेरीमा सेभ भइसकेको छ। साथीहरु, रिलमा भएको जुन भिडियो पनि तपाईले यसरी नै डाउनलोड गर्न सक्नुहुन्छ। तपाईलाई मन पर्ने रिल वा भिडियो तपाईले डाउनलोड गरेर आफ्नो ग्यालेरीमा सेभ गरेर राख्न सक्नुहुन्छ। सो साथीहरु, हाम्रो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्छ भने कमेन्ट अवश्य गर्नुहोला र यदि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला, ताकि म तपाईहरुको लागि यस्तै टेक्निकल भिडियोहरु लिएर आइराख्ने छु। धन्यवाद।